मलाई एकदम होइन मेरो छोरीले जति दुःख पाए तर अरूको छोरीहरूले दुःख नपाए 600 ल्याऊ मलाई 600 डिनरको लिनर हो कि कुबेतको पैसा 600 ले 600 केडी ल्याऊ तँलाई म भोलि नै तेरो छोरी झिकाइदिन्छु भन्ने पनि भन्यो छोरीलाई बेच्ने मान्छेलाई पक्रिनु पाए एकदम खुसी लागेको छ एकल महिला हो होइन मैले दुईटा छोरीलाई दुःख गरेर हुर्काएर बढाएको एउटा छोरी दुबईमा छ दुबईमा त्यस्तै पीडा छ कि छैन उसको 22टाको सेप भएर गएको 22टाको सेप हो एयरपोर्टमा काम गर्छ उसको राम्रो छ केही छैन अस्ति भर्खर छुट्टीमा आएर गएको मम्मी मेरो बहिनी कति पैसामा बेचेको तिनीहरूलाई सोधिदिनु न म उकास्छु भन्छ के मेरो नानीले तर पनि के गर्नु तिनीहरूले पैसा माग्यो दिदी बीचमा आज मलाई फोन गरेर बारेकाल पैसा माग्छ 1500 उताको डिनर 1500 दे भन्छ म कहाँबाट ल्याएर दिउँ मैले कोठा भाडा तिर्नु त मलाई गाह्रो हुन्छ मैले मेरो कोठा भाडा तिर्नु म बाँच्छु त गाह्रो हुन्छ मेरो त्यही दुबईको छोरीले पठायो भने खाने हो मैले होइन नत्र भने मसँग केही छैन म कहाँबाट ल्याएर दिनु अघि पनि मलाई फोन गर्दाखेरि के भन भने होइन ठिकै छ मैले के भने म कहाँबाट ल्याउँ त यस्तो होइन एकदम पीडामा हुनुहुन्थ्यो आज चाहिँ मैले एकदम समात्न पाएर खुसी एकदम समयमा मैले त यो अहिले रोइरहनु भएछ यो चाहिँ दलाल समातेपछि खुसीको आँसु हो कि अझ पीडामा हुनु होइन म एकदम खुसीको आँसु हो किनकि म जस्तो पीडामा अरूको आमा नपरोस् भन्ने चाह छ मलाई पनि होइन अरू जति दुःखमा कष्टमा देश विदेशमा दुःख कष्टमा परेको छ भने उनीहरूलाई पनि होइन एकदम कसरी हुन्छ कुन तरिकाले हुन्छ तपाईँहरूले निकालिदिनुहोस् होला होइन मेरो छोरी जस्तो कति पीडामा छ त्यही एजेन्टले दुईटा मलाई पढाएको छ कुरामा कतिको ढुक्क हुनुहुन्छ छोरी अब यो टिमसँग जोडिए म अब छोरी फर्किन्छ भन्ने कुरामा ढुक्क हुनुहुन्छ मलाई एकदम विश्वास छ एकदम मलाई विश्वास छ मेरो छोरी जिउँदै फर्किन्छ भने एकदम विश्वास छ मलाई हिजोदेखि मलाई एकदम विश्वास छ खाना नखाएको छोरीलाई सम्झेर भोकै सुतेको दिनरात रोएको दिनहरू कतिको भयो दिदी कुनै बेला मैले अझै 3 दिन खाएकै खाना पनि खाएको छुइनँ मैले अघि नै हजुरहरूसँगै बसेर चिसो खाएको अहिलेसम्म मैले खाना पनि खाएको छैन मलाई खानै रुच्दैन 3 दिन भइसक्यो अहिले पनि खाना नखाएको अनि एकल महिला हुँदाखेरिको पीडा पनि हुन्छ होला के छ अहिले छोरी हराउने त्यसैमाथि एकल महिला हुनुको पीडा के हुन्छ एकल महिलाको पीडा एकल महिलामै छ त्यो मेरो सपना नसम्झाइदिनु पीडा पाएर धेरै माइतबाट पनि कहीँबाट पनि मैले खुसी पाइनँ जताततै ठक्कर मात्रै भयो दिदी जिन्दगीमा अब त मेरो छोरीहरू ठुलो भयो होला अब त कमाउने भयो अब त म खुसी हुन्छु होला भन्ने सोच थियो तर छोरीको लस आउँछ भने डर थियो मलाई आजदेखि खुसी छु एकदम खुसी छु म ठिक छ दिदी अब हजुरको आँसु पनि रोकियोस् अब हजुरको मनभरि धेरै पीडा छ अब यो टिमलाई के भन्न चाहनुहुन्छ अनि हजुरसँग जोडिने टिमको दाइहरूलाई पनि ल्याउँछु हजुरलाई धेरै रुवाएर फ्रेममा चाहिँ उभ्याउन पनि चाहन्न 3 दिनदेखि भोकै हुनुहुन्छ के भन्नुहुन्छ यो टिमलाई अनि म दाइहरूलाई पनि सँगै राख्नेछु म एकदम है मैले ठिक छ भन्नु उहाँहरूको टिमलाई म धेरै धन्यवाद मेरो मनदेखि जति मैले जे गरेर सहयोग गर्न सक्छु मेरो अब मैले जति सहयोग गर्न सक्छु उहाँहरूलाई त्यति सहयोग गर्नु ठिक छ अर्को कुरा हजुर चाहिँ हिजोबाट संस्थामा जोडिनु हो हजुर संस्थाको सदस्य पनि हुनुभयो भोलि बिहान फेरि चाहिँ हजुरले पनि उद्धार गर्ने जमर्को मिल्योस् होइन दिदी हामीले चाहिँ हजुरको छोरी हाम्रो बहिनीलाई हामीले सकुशल नेपाल ल्याउन पाइयोस् हामी भगवान्सँग पनि त्यो प्रार्थना गर्छौँ ठिक छ मैले चाहिँ फ्रेममा हाम्रो राख्दा हाम्रो टिमहरूलाई पनि एकचोटि चाहिँ फ्रेममा बोलाउँछु र थोरै सानो भलाकुसारी गरौँ है ल थोरै पछाडि सर्नु त ल है सबै फ्रेममा हट्न दिदी अझ थोरै पछाडि गइदिनु ल अझै थोरै पछाडि जानु भ्याउँछ त्यो साह्रो पनि भयो अलि नजिक बस्दिनु होला हजुर है ल ल थोरै ठिक छ एकछिन गरेर गर्दा नि हुन्छ है यहाँलाई चाहिँ मिलाएर गरौँ न त ठिक छ दुःख गरेर
यो काठमाडौँ ठाउँमा घर घरमा काम गरेर पालेर हुर्काएको छोरी हो। यस्तो छोरीलाई तपाईँहरूको टिमले यति खुसी लागेको छ मलाई होइन। के भन्न चाहन्छु भने सबै जनताहरूलाई है, यस्तो मेरो जस्तो छोरीको जस्तो जिन्दगी कसैको छोरीको नहोस् भनेर म दिनरात प्रार्थना पनि गर्छु। किनकि मेरो छोरीले यति भोग्यो त अरूको छोरीले नभोग्यो। धेरै रुनुभयो, रोएर पनि खासै फाइदा छैन। के छ छोरी कुबेत जुन खालको एउटा उद्धार भएको छ अर्थात् दलाललाई चाहिँ प्रहरीसम्म लहन सफल हुनुभएको छ, सम्पूर्णलाई स्वागत छ। के लागिरहेको छ यति बेला अहिले जसरी एउटा चेलीको उद्धार, एउटा आमा अहिले यहाँ आँसुको भेल बगाइराख्नु भएको थियो, उहाँको आँखामा आँसु देख्दाखेरि तपाईँ जस्तो जुझारु युवालाई चाहिँ मनमा लागेको प्रश्न के थियो? सर्वप्रथम त म चाहिँ हाम्रो प्रतिनिधि उता कुवेतमा हुनुहुन्छ राधा मोक्तानजीलाई र यहाँको हाम्रो प्रहरीविद बस पार्कको प्रहरी टोलीलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। किनभने उहाँ कुवेतमा भएको हाम्रो प्रतिनिधिकोबाट चाहिँ उहाँ चाहिँ हामीसँग जोडिन आएको हुनाले र हाम्रो यहाँ बस पार्क ब्रिडबाट पनि हामीलाई चाहिँ सपोर्ट गरेको हुनाले चाहिँ उहाँलाई पनि धेरै आभार व्यक्त गर्न चाहन्छु। उहाँको कारणले पनि हामीले अहिले यो दलाललाई पनि समात पनि पायो। उहाँ अब चेलीको छोरीलाई यस्तो दर्दनाक पीडाहरू दिएर चाहिँ यातना दिएर आएको हुनाले होइन, हामीले यस्तो दलालहरूलाई चाहिँ सकेसम्म चाहिँ कडाभन्दा कडा चाहिँ सजाय दिने हामीले माग पनि गरेको छु र यहाँ कुरा पनि राखेको छौँ हामीले। अब चाहिँ त्यो दलाललाई चाहिँ अब हामी स्वयं गएर पनि मानस बेचबिखनमा गएर उहाँलाई उजुरी दिएर चाहिँ मानस बेचबिखन मुद्दा चाहिँ दायरा गर्ने चाहिँ हामीले कुरा गरिरहेको छौँ अहिलेसम्म चाहिँ। अब फेरि भिजामा धेरै चेलीहरू बेचिरहेको छ, तपाईँहरू त एयरपोर्टमा एकदमै धेरै पनि देखिन्छ। अहिले उहाँ चाहिँ कसरी जोडिनु भयो, उहाँको आँसु पुस्न पाउँदा चाहिँ कस्तो लागिरहेछ? उहाँसँग जोड्न हामीले जोडेको भने हाम्रो प्रतिनिधि राधा मोक्तानज्यूबाट नै उहाँ चाहिँ अब साथी हुनुहुँदो रहेछ फेसबुकमा, उहाँ मार्फतबाट चाहिँ हाम्रो राष्ट्रिय ट्रेड युनियन महासङ्घ है सङ्घमा चाहिँ जोडिन आउनुभयो। त्यस मार्फत हामीले यसलाई जुन दलाललाई समातेर चाहिँ हामीले कारबाही गर्न पाउँदा हामी धेरै खुसी भएको छौँ। कमसेकम उहाँले जति भोगेको पीडा कमसेकम त्यो दलाललाई समातेर कमसेकम उहाँको अलिकति होइन आँसु रोकिन्छ नि, थामिन्छ नि। उहाँको त्यो आँसु नै पुस्नको लागि पनि हामी उहाँको लागि चाहिँ दरदुप गरेर मरिमटेर नै गरेर उहाँलाई समात्दिने निधो गरेर नै हामी चाहिँ अघि सरेर हिँडेको। अब तपाईँहरूले यति बेला प्रहरीसँग समन्वय गरेर समाउनु सफल त हुनुभएको छ। कहिलेकाहीँ पीडितहरूलाई चाहिँ के लाग्छ भने त्यसको म रगत खाने सक्ने त्यो जोस आउँछ क्या, त्यो देख्नुभयो उहाँमा त्यति धेरै पीडा देख्यो उहाँको अब कस्तो रूप थियो भनेको कुरा त अब हामीले देखेको पनि हो। जे भने आफूले 9 महिना कोखमा राखेर 10 धारा दुध खुवाएको छोरी हो नि त। उहाँले एक झापर पिटेको छैन होला, तर विदेशमा गएर तातो पानी खनाइदिने। अहिले हेरेर उहाँको छोरीको ढाडभरि डामै डाम छ, हवेको छ। ठिक छ, म तपाईँलाई एउटा प्रश्न मेरो चाहिँ, तपाईँहरूले एउटा एउटा कोठाबाट सहज रूपमा उद्धार गर्नुभएको हुन्थ्यो होला, तपाईँहरूले सडकमा चाहिँ लिएर आएर यो चाहिँ दलाल हो, यो चाहिँ विदेशी नेपाली चेलीलाई विदेशमा बेच्ने हो भनेर सबैलाई चाहिँ किन देखाउनु भयो, किन जरुरी थियो त्यो? यो चाहिँ हजुरको सर्वप्रथम हजुरहरूलाई नमस्कार भन्न चाहन्छु मिडियाकर्मीहरूलाई। यो देखाउनुको कारण चाहिँ खास हाम्रो माइक सबै दिन्न देखाउनुको लागि चाहिँ खास के जरुरी छ भने हजुर यो आम नेपाली 3 करोड जनताहरूले चाहिँ देश तथा विदेशमा हुने सम्पूर्णले चाहिँ यो भिडियो आजको भिडियो होइन एकदमै हेर्नु जरुरी छ। किन जरुरी छ भनेदेखि एकदमै उहाँको छोरी कुवेतमा चाहिँ एकदम बन्धक भयो, उहाँ चाहिँ मर्नु न बाँच्नु अवस्थामा छ। उहाँको अवस्था देखेर आजको भिडियोहरू 6 महिना अगाडिदेखि उहाँले पहल गर्दाखेरि उहाँले न्याय नपाएपछि उहाँको एकदम उहाँ आफू पनि मर्नु न बाँच्नु अवस्थामा र उता छोरी पनि त्यस्तो अवस्थामा भएपछि उहाँको विकल्प केही नभएपछि राष्ट्रिय ट्रेड युनियन महासङ्घमा चाहिँ उहाँ कुवेतमै रहेको उहाँले भन्नुभयो कि नै उहाँ राधा मोक्तानज्यूसँग चाहिँ सम्पर्कमा भएर यता राष्ट्रिय ट्रेड युनियनसँग आबद्ध भएर चाहिँ सम्पर्कमा आएपछि अहिले चाहिँ उधारको क्रममा चाहिँ हिजोबाट चाहिँ अब फलो गर्दै गर्दा आज उहाँलाई यो हामीले समाउन पक्राउ गर्नलाई सफल भयो। उहाँको विशेष के भन्न चाहन्छु भने उहाँको आँसुलाई थोरै भए नि हामीले उहाँको आँसुले पुस्ने कोसिस गरेको छौँ। भोलिको दिनमा उहाँको त यस्तो भयो, अरू पनि हाम्रो नेपाली चाहिँ दिदीबहिनीहरू हाम्रा छोरी चेलीहरू जो कोही पनि नेपाली दलालहरूबाट चाहिँ कुवेतमा चाहिँ बेचिन नपुगिन् भनेर चाहिँ यो भिडियो आम सम्पूर्ण नेपाली जनताहरूले हेर्नु एकदम जरुरी छ। जसको मोबाइलले आउँछ नि यो मिडिया कर्मीहरूबाट हजुरहरूले पुर्याउनु भएको भिडियो चाहिँ 3 करोड नेपाली जनताले चाहिँ
एक आपसमा चाहिँ सेयर गर्दै सम्पूर्ण नेपाली चेलीबेटीहरूकोमा चाहिँ पुर्याउनु होला भन्न चाहिँ म विनम्र अनुरोध गर्न चाहन्छु। एकजनाले समस्या भोगिरहेछ भने भोलि हजारजनाले समस्या नपाउन्। सबैजना सामु चाहिँ यो मिडियाबाट चाहिँ हजुरहरूको चाहिँ यो भिडियो पुर्याएर चाहिँ एकदमै सम्पूर्ण कुवेत जान चाहिँ तयारी अवस्थामा भएको र भोलिको दिनमा म कुवेतमा पुगेर कमाउन सक्छु भनेर चाहिँ सोचेर बस्नु भएको छ भने बिल्कुल यो गलत छ। घरेलु काममा नजानु होला भन्न चाहन्छु। विनम्र अनुरोध गर्छु म 10 औँला जोडेर। उहाँको छोरीको एकदमै दर्दनाक पीडा अवस्था देख्यो भने जो कोही कसैको पनि मन रुन्छ। त्यसैले गर्दा अब जाने कोही हुनुहुन्छ भने 1 लाख रुपियाँ घरेलु काममा चाहिँ 1 लाख रुपियाँ पाउँछ भने पनि त्यो प्रलोभन नपर्नु भन्न चाहन्छु। त्यसरी यो भिडियो आज चाहिँ सार्वजनिक गर्नुलाई यो भिडियो चाहिँ एकदमै अब सम्पूर्ण नेपालीसम्म पुर्याउनु चाहिँ जरुरी छ भन्न चाहन्छु म। अब क्यामेराको दृश्यमा तपाईँलाई अलि धेरै हामीले देखेका थियौँ। तपाईँले चाहिँ कोठाबाट भित्र के गफ भयो हामीलाई थाहा भएन, तर रोडमा आइसकेपछि जुन दृश्य देख्यौँ नि तपाईँले कोठाभित्र सम्झाउँदा नमानेपछि बाहिर ल्याउनु भयो कि अर्थात् बाहिर चाहिँ होइन यस्तो दलाललाई चाहिँ बाहिर देखाउनै पर्छ भनेर तपाईँहरू रोडमा घिसार्नु भयो? सकभर त हामी कसो भने अब हजुरको अब रोडमै देखाउँ सम्पूर्णलाई देखाउँ भन्ने नराम्रो व्यवहारै गरौँ नराम्रो गरौँ भन्ने हाम्रो चाहना छैन। किनकि मानवताको व्यवहार हुनुपर्छ। हामीले बसेर कुरा गरौँ ठिक छ के कसो भयो उहाँ पीडित चाहिँ यसरी जोडेर आउनु भएको छ उहाँहरूले हिजो अस्तिदेखि चाहिँ तपाईँलाई फलो गरिरहेछ एकचोटि चाहिँ बसेर सल्लाह गरौँ भन्दाखेरि चाहिँ उहाँले ठुलो कुरा गर्नुभयो। किन चाहिँ म सल्लाह गर्ने के भयो कसो भने अलिकति आउनु त चाहिँ देखाउनु भयो। अलिकति धम्की शैलीमा चाहिँ आएपछि चाहिँ बल्ल चाहिँ अब यो घटना हुन पुग्यो भनौँ न। नभए चाहिँ हामी बसेर कुरा गरौँ भन्ने मनसायमा चाहिँ बसेर कुरा गर्नलाई हामी पुगेको ए भनेपछि भित्र सहमति हुन नसकेपछि बाहिर आउनुभयो। त्यसपछिबाट जुन दृश्य देख्यो त्यो भनेको अन्तिम विकल्प थियो तपाईँहरूको? अन्तिम विकल्प हजुर। राजु सर अब तपाईँहरू अहिले जसरी जुटिराख्नु भएको छ यसरी युवाहरू एकजुट भएर लागि पनि राख्नु भएको छ कहिलेसम्म तपाईँहरू लड्नुहुन्छ दलालसँग? अझ भनौँ एजेन्ट तपाईँ त आफै दलाल पनि भन्नुहुन्छ एजेन्ट भन्ने शब्द इङ्ग्लिसमा सुहाउँदैन दलालै ठिक छ भन्नुहुन्छ कहिलेसम्म लड्नुहुन्छ सक्नुहुन्छ थाक्नुहुन्न? किन थाक्ने हाम्रो चेलीको आँसु पुस्नको लागि हिँडेको मान्छे हामी जहिले पनि जुनै बेला पनि रात दिन नबन्न भोग तिर्खा नबनिकन हामी उहाँहरूको लागि लडेर नै जाने हो लडेर नै हिँड्ने हो। हामी जिन्दगीमा कहिले थाक्ने पनि छैन। हामीले जति सक्छ त्यति नै हामी उद्धार गर्नेतिर लाग्नेछौँ होइन। हाम्रो चेली हो जे जस्तो भयो नि मेरै आमा कोखबाट जन्मेको चेली मात्रै चेली हुँदैन कि हाम्रो देशमा जन्मेको चेलीहरू हाम्रो देशको चेली नै हाम्रो चेली हो। हाम्रो देशको चेलीको आँसु पुस्न चेली मात्र नभने हाम्रो धेरै देशमा हाम्रो विभिन्न हाम्रो नेपाल दाजुभाइहरू पनि धेरै पीडाहरूमा भोगेकोहरू पनि छ। यस्तो दलालहरू मेन पावरहरूले पनि धेरै हाम्रो नेपाल दाजुभाइहरूलाई टर्चर दिएको छ। यो विषयमा हामीले नेपाल दाजुभाइको लागि पनि हामी लडेर हिँडेको मान्छे हो र चेलीको लागि झन् हामी लडेर हिँड्ने हो। हामी जिन्दगीमा कहिले थाक्ने पनि थाक्दैन। यस्तो दललाई आज एउटा भयो भोलि अर्को नहोला भन्ने छैन। अहिले सुध्रेन भोलिको दिन अहिले समाजको घाँटीमा न्याकेर लिएर आउँछ भोलि दिन घिसाएर लिएर आउने बाध्यता पनि हुन्छ। त्यो दिन चाहिँ आउनु नपर्छ। तपाईँ अहिले नै अब सुध्रेको भए त राम्रो हो। यदि सुधेर भने यो भन्दा पनि दर्गनायक तालले चाहिँ हामीले उहाँलाई घिसारेर हुन्छ कि हातबाट भाँचेर हुन्छ हामी त्यसरी लिएर आउनेछौँ। हामी ल पीडित दिदीलाई एउटा प्रश्न त्यो माइक दिनु होला। दिदी तपाईँलाई जुन वरिपरि छेउमा बसेर एउटा माइतीले जुन खालको आश दिइरहेको छ नि आश लागेको छ तपाईँ विश्वास गरेर आउनुभयो यो समूहसँग? एकदम मलाई एकदम विश्वास छ है। मेरो जस्तो मेरो छोरीलाई उद्धार गर्नु हुँदैछ होइन त्यस्तो जति नेपालीहरू दुःख कष्टमा परेको छ भने उहाँहरूलाई पनि यसरी नै उद्धार गर्नु होला भनेर जति मैले सक्छु त होइन जति मैले सक्छु उहाँ तपाईँहरूको टिमलाई म त्यति सपोर्ट गर्नेछु। तपाईँ पीडित त हो तर पीडितले पनि मानवता देखाएन भन्ला नि। तपाईँले 81 जुन खालको सडकमा हरकत गर्नुभयो मानवता त्यो हुन्छ त पीडितले किन त्यसो गर्नुभयो? समन्वय गर्न सक्ने हुन्थ्यो होला नि त। छोरीले दुःख पायो ठिक छ बेइज्जत भयो तर अर्को व्यक्तिलाई किन असर गर्नुभयो? त्यसो नि त अब मैले त बारेकाल सम्झाएको पनि हो होइन कसरी हुन्छ मेरो छोरी निकाल्नुहोस् न त भनेर सल्लाहमा पनि आएको। मैले 6 महिना होइन म 15 गएको 6 महिनादेखि नै मैले यो प्रोसेस चालेको हो। कहाँ गइनँ कुनै ठाउँ गइनँ र मेरो पूर्वतिरको मान्छेहरूसँग नि कुरा गरेँ के गरौँ त कसो गरौँ किनभने म त पूर्वको चेली हो होइन। मेरो घर मोरङ हो। मोरङको मान्छेहरूलाई पनि भने होइन जुन नेताहरू पनि थियो तिनीहरूलाई पनि भने नेता लाउँदा नि कुनैले केही गर्नु सकेनन्। तर वास्तवमा मैले हारिसकेको थिएँ म अब कि मर्नु पर्यो कि भने मेरो छोरीको लास त म देख्न सक्दिनँ होइन कि मर्नु पर्यो भनेर मैले हारेर गलेको थिएँ। तर 81 फेरि हिजो भिडियो आउँदाखेरि दुःख लाग्दो रहेछ। एकचोटि उहाँलाई एकचोटि सर के अहिले तपाईँले जुन एउटा चेलीको आँसु पुस्ने प्रयास गर्नुभएको छ कस्तो लागिरहेको छ तपाईँलाई? दुःखमा परेको हाम्रो दिदीलाई होइन उद्धार गर्न पाइयो त्यही नै खुसीको कुरा हो।
ठिक छ, तपाईँहरूको जुन खालको जोस जाँगर छ, अहिले हामी पानी पनि परिसकेको छ, त्यसैले तपाईँलाई बिदा माग्न चाहन्छु। सम्पूर्ण टिमलाई काम सफल होस्। अहिलेको लागि बिदा चाहन्छु। तपाईँहरू निरन्तर यसरी लागिरहनु होला। हजुरहरूलाई पनि धन्यवाद। हस्, नमस्कार।